हेलो 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 नमस्कार सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ मैले तपाईँहरूलाई यस्तो राम्रो एउटा टिप्स लिएर आएको छु हो। मेरो कपाल हेर्नु त कस्तो दामी होइन, सलक्क परेको भइरहेछ होइन। जसलाई चाहिँ कपाल फुलेर एकदम यो के भन्छ ऊ गर्न कलर गर्न अल्छी लाग्छ भन्दा पनि यति धेरै बिजी हुनेछ अनि कलर गर कति अनि मिक्स गर अनि फेरि सुकाउ गर फुले गर्नेहरूलाई त एकदम गाह्रो हुन्छ नि त। मेरो चाहिँ एकदमै धेरै कपाल फुल्छ। म चाहिँ 22-23 वर्षदेखि फुलेको अनि झन् यहाँ यो के को यो पानी तातो पानी है सब फुलेर अनि मलाई चाहिँ एलर्जी पनि हुन्छ। त्यही भएर मैले चाहिँ केमिकल फ्री हेयर कलर लगाउँछु। एभ्री टाइम लगाउँदाखेरि इरिटेट भएर जहिल्यै हप्तैपछि यहाँ फुलिहाल्ने क्या, सिउँदोमा सिधै यहीँ फुल्ने। मैले चाहिँ यस्तो राम्रो एउटा कुरा लिएर आएको छु तपाईँहरूलाई। यो चाहिँ जसको धेरै कपाल फुल्छ उहाँहरूले चाहिँ लगाउनु होला। यहाँ मैले उल्टोबाट हालेछु हो। यो 3 in 1 यो 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 यसरी देखाएँ मैले हो। यो चाहिँ हेयर ड्राई सेम्पू भन्छ हो। अन्त यस्तो राम्रो ओ माइ गड है, यो डिफ्रेन्ट कलरमा पाउँछ। मैले चाहिँ यो ब्राउन कलरको लिएको होइन, ब्ल्याकमा पनि पाइन्छ। यो चाहिँ यो अब नुहाउनुभन्दा अगाडि कपालमा लगाउने जहाँ जहाँ फुलेको छ, तर म चाहिँ पुरै लाउँछु सबै फुलेको छ हो, सबैतिर लगाउने। अनि आफ्नो सानो केही कुराहरू धुनु छ भने बाथटबमा बसेर धुने होइन, 5-10-15 मिनट, त्यहाँभन्दा बढी लाउनु पनि पर्दैन। सेम्पू लाएर छोड्दै यस्तो गर्ने अनि जिउ सिउ नुहाउने ओर्ने, केही लुगा छ भने धुने अनि टक्क पखाल्ने। तपाईँले न कन्डिसनर लाउनु पऱ्यो न सेम्पू लाउनु पऱ्यो, नथिङ होइन। त्यति गरेर ड्राई गर्ने आएर नुहाइसकेर एकदमै राम्रो एकदमै युजफुल। हामी काम गर्ने मान्छे, घरमा बाहिर काम गर्ने मान्छेहरू जसको धेरै कपाल फुल्छ। अनि हेर्नु नि यहाँ मैले केही लगाएको छुइनँ, अर्को सेम्पू पनि लगाएको होइन, कन्डिसनर पनि लगाएको होइन, नथिङ क्या। यसले सरक्क लगाएर अनि 10-15 मिनट जति चाहिँ राखेर अनि मैले वास गरेको। यति राम्रो भएर अनि ड्राई गरेको यति राम्रो भएर आउँछ। जसको कपाल फुलेको छ प्लिज यो एकपल्ट ट्राई गर्नुहोस्। एकपल्ट ट्राई गरेपछि तपाईँहरू आफूलाई थाहा हुन्छ। मेरो पनि फर्स्ट ट्राई हो। फर्स्ट ट्राईमै म चाहिँ हेर्छु कस्तो हुन्छ भनेर अनि मैले चाहिँ स्किनमा लगाएर एकछिन बसेको थिएँ हो। मेरो चाहिँ अलिकति एलर्जी भएको कारणले गर्दाखेरि कहिलेकाहीँ मलाई चाहिँ त्यो सबै स्किन रातो भएर आउँछ। अनि एकछिन त्यसलाई वेट गरेँ कस्तो हुन्छ भनेर, केही भएन। अनि कपालमा लगाएको एकदम राम्रो, केही गर्नु पर्दैन, सेम्पू कन्डिसनर केही लाउनु पर्दैन। यो लगाएपछि टक्क लगाउने, एकछिन छोडिदिने अनि सावर गर्ने, हेयर वास गर्ने हो। एकदमै राम्रो हुन्छ। तपाईँहरू पनि ट्राई गर्नुहोस्। धन्यवाद।